हाम्रो सासूबारीको चाहिँ छुट्टा पत्र लाग्छ 13 दिनको बसाइपछि पुरा फ्यामिली हामी 12-13 दिन मस्त बस्यौँ। यता चाहिँ हाम्रो देवर बाबु भित्र गइहाल्नु भयो, कतारबाट आउनुभएको थियो। यता हामी चाहिँ तयार भएर रेडी भएर बस्यौँ। राम्रोसँग बस्नु होला, राम्रोसँग खानु होला, काम नगर्नु होला, खुट्टा दुख्छन्। यता यता हाम्रो अर्को कान्छी सासू उहाँ बाख्राको त्यो उसको खुट्टामा चोट लागेछ, मलमपट्टि गर्दै हुनुहुन्छ। ल अब हामी जान लाग्छौँ। यता चाहिँ अब बन्दै गरेको घर पनि म देखाइदिन्छु। हाम्रो चाहिँ यो बन्दै गरेको घर अहिले अब हाम्रो चाहिँ अहिले चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ 12-13 दिनपछि हाम्रो फ्यामिली अब अहिले चाहिँ हामी चाहिँ सुटकेस बोकेर चल्यौँ। ड्रम चाहिँ राखिदिएको छौँ है, अहिले लगाएको छैनौँ साथमा। ड्रमकै चर्चा चलिरहेको थियो अस्तिको चोटि। यता चाहिँ छोरी देवर बाबु, यता चाहिँ श्रीमान मेरो सासू आमा उता खम्बा समातेर उभिनु भयो। हामी केही बोल्ने हैन, खाली हेरिरहने हो क्यामेरामा। ल बोलाउँ न त, कस्तो लाग्यो? ल राम्रो लाग्यो, इन्जोय गर्यौँ, हामीले बहुत मजा गर्यौँ सबै फ्यामिली। बाँकी नै छ, अझै बाँकी छ, बाँकी नै छ। बाउ छोरीको बाँकी छ। डे 4 सम्म पुगेका छौँ। डे 5 को त हाम्रो बाँकी नै छ हाम्रो त। यस्तो खुसियाली हमेसा रहिराखोस् फ्यामिलीमा। फेरि भेट भएपछि घर मैले अघि नै देखाइसकेँ। हाम्रो चाहिँ भर्खर चाहिँ बन्दै गरेको बनिसकेको छ, माथिको 2 तला बनिसकेको छ, प्लास्टर बाँकी छ। यता चाहिँ उपचार हुँदैछ बाख्राको। ल हामी अहिलेलाई बाई बाई गयौँ, लाग्यौँ।